त उसँग भन्दा पनि उसको बाउले बिहान देखेको त कस्तो बाउसँग चिकाउन मन लागेको बे मलाई उसको ड्याडी कस्तो हट लागेको खतरा बबालै किन थियो होला भन्नु न कस्तो टाइट खालको कालो जाङ्गे लगाएर नुहाइरहेको थियो धारामा है कस्तो लारोको सेप बाहिर देखिएको के कस्तो भयो होला मलाई झन् त सँगै बाउ छोरासँगै एउटै बेडमा चिकाउन पाए त कस्तो स्वर्गमा पुग्थ्यो होला म आम्बो बाउ छोरा त हुँदैन बाउले चिक्ने कि त्यसको बाउले सम्झेर कति खेलाए कमेन्ट गरेर पाएन नि कहाँ बोयफ्रेन्डले मार्छ नि थाहा भयो भने त्यही पनि अहिले त ब्रेकअप भइसक्यो तर उसको बाउ चाहिँ एकदम मन पर्ने के भर्खरको है छातीभरि भुत्ला रौँ आएको छोराभन्दा बाउ हट्के हात त्यहीभरि नसा भएको बाबा हाल्दैन मनै झिरिङ झिरिङ हुने नगर हुन्छ नि कहिले काहीँ त मलाई पनि चिक्न मन लाग्यो भने यही टोला रामको फोटो हेर्दै पुती खेलाउँदै गर्छु म पनि टकेर अहिले भेडाले ढोक्छ कस्तो नि तपाईँलाई अहिले अहिले कर्म सोधेँ हो होइन मैले त त्यो कान्छी तेरो बोयफ्रेन्ड गयो त अनि कान्छी तेरो बोयफ्रेन्ड गयो त जान त गएको रे त्यही पनि भिडियो बनाएर राखेको थियो भिडियो बनाएर याद आउँछ भनेर होला नि कहिलेकाहीँ खेलाउन मन लाग्छ नि त अब कहिले हो साँच्ची हो रहेछ है यो कुरा चाहिँ हो रहेछ साँच्ची मैले यो टोलारामको फोटो हेरेर माया कसम होइन जिब्रोको छालै जाने गरेर मोबाइल चाटेर मैले म चिकेको त्यस्तो चिकेको दिदीले जिब्रोको छालै गएको मैले मोबाइल चाटेर ल्याप 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 चाटेर त्यस्तो हुँदो रहेछ म चिक्न मन लाग्यो भने हो राति साँच्ची त्यो 3-4 बजीतिर चिक्न मन लाग्यो भने त्यस्तै हुन्छ क्या म त चाड्छु म त मोबाइलको एकचोटि त के गर्ने होला कि दिदी भन्नु न होइन त्यो सुडोको आइडी त मलाई थाहा छ है मेरो जुन पहिलाको बोयफ्रेन्ड थियो नि एक्स त्यसको बाउको के अब तँसँग कसरी बोल्ने होला के गरेर बोल्ने होला कसरी कुरा स्टार्ट गर्ने होला तपाईँसँग चिनेको छ कि नै चिनेको छैन भने माछिन चिकाए पनि हुन्छ चिने उसको छोरासँग त सुतेको भन्ने नि थाहा छ होला अनि कहाँ हुन्छ त अनि त्यो छोराले फेरि मलाई चिकेन भने त्यसले के गर्नु बिल्ला हुन्छ त पर्पजमा त राखेर त भएन है बिल्ला नै हुन्छ यसले त कसम दिदी ससुरालाई पनि नछोड्ने भयो दिदी मलाई त खास मान्छेले जेसुकै भनोस् मलाई त 15 वर्षदेखि माथिको जस्ता सुकै केटाहरू मनपर्छ यो कहाँ हो भन् त ट्वाके बोल यो कहाँ हो भन् चिन्छस् ट्वाके कहाँ मरो मम ड्याड सुन्न मलाई नि अरूको लाइफमा गएर भन कन्डम फुटेको मान्छे भनिरहन्छ के तँलाई त नि 15 वर्ष 16 वर्षको केटा चाहियो हो ट्वाकेको घर पनि त्यहाँनिर छ देखाइदेऊ मम ड्याड 15-16 वर्षदेखि 55 वर्ष मुनिसम्म एमआइटी छेउमा बसेर भुक्छेस के हो तिम्रो नाम भन त्यहाँ बोल्ने कोही को कहाँ बसेर अरे ओ कहाँ म तेरो घर यहाँ छ छैन भन् त बोल त